हेलो गाइस, वेलकम टु ब्याक माई च्यानल डिजारके प्रेम च्यानलमा हजुरहरूको स्वागत छ। र आज हामी यता अलिकति घुर्नु जाँदैछौँ र अगाडि झुल्ना ब्रिज छ अरे के। म अहिले फिलहाल चाहिँ यो के भन्छ चायपत्ती बगान छ यता साइडमा हेर्न सक्नुहुन्छ, यतापट्टि छु र जाँदैछु झुल्ना ब्रिज हेर्नुको लागि। पहिला गएको थिएँ र त्यतिखेर त बन्दै थियो र त्यहाँबाट गएको छैन र आज फेरि हेर्नु जाँदैछु दुबारा। अहिले त भइसक्यो अरे, मान्छे पनि हिँड्दैछ अरे के। र मौसम यस्तो भइरहेछ र माथि कालो कालो पनि भइरहेछ र यस्तो खतरनाक घाम पनि निस्किरहेछ। गरम त लास्टै छ नि। र साथमा यतै दाजु पनि आइरहेछ र उता भाइ पनि छ र हामी चाहिँ अलिक अगाडि जाँदैछु। हेर्न सक्नुहुन्छ उता साइडमा चाहिँ नदी छ र यता चाहिँ यस्तो रोड छ र यता बाँसगुडे उता चापात बगान पनि छ। हेर्न सक्नुहुन्छ। यहाँको भ्यू कस्तो छ भनेर कमेन्टमा जरुर भन्नु होला गाइस। लेटेस्ट भिडियो हेरेर तपाईँहरूलाई अपडेट गरिराख्छु छु। राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु। एन्ड तक बनिरहनु भिडियोमा। र हजुरहरूले लाइक कमेन्ट गर्नेमा हजुरहरूको केही जाँदैन, मगर हाम्रो चाहिँ बहुत कुछ हुनेवाला छ। र लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। बार बार त्यही भन्छु, अरू केही भन्नु त छैन र गाइस। अहिले चाहिँ यहाँ फिलहाल चाहिँ शीतल रहेछ कि उतापट्टि चाहिँ पुरै घाम भइरहेछ, अगाडि पनि पछाडि पनि। यहाँ चाहिँ अलिकति झोपडी जस्तो रहेछ कि त्यही कारण यहाँ चाहिँ अलिक ठन्डा छ। हामी झुल्ना दलङमा पुगिसकेर यता सबैतिर होइन जङ्गलै जङ्गल भएको रहेछ कि र यस्तो रहेछ कि फर्स्ट एन्ट्री गेट चाहिँ कि पुरा जङ्गलै जङ्गल भइरहेछ साइड साइडमा। र यहाँबाट हेर्न सक्नुहुन्छ तलपट्टि अहिले घाम धेरै आइरहेछ कि त्यही कारण यस्तो यो आइरहेछ र यस्तै रहेछ झुल्ना ब्रिज चाहिँ। पुरा हल्लिँदैछ गाइस, पुरा भूकम्प आएको जस्तो लाग्दैछ र पुरा घाम पनि चर्किरहेछ, पानी पनि आउँदैछ कि हल्का फुल्का यस्तो घाम पनि झिल्किरहेछ र पानी आउँदैछ। र त्यो कुकुरलाई पनि यति गरम लागिरहेछ र यता उयो गरिरहेछ, पानीमा बसिरहेछ र यता पुरा मोबाइल हेर्दै आइरहेछ। मोर चैनल कालने की बात कहो नहीं कि राहुल दा अपना चैनल सब्सक्राइब कर दीजिए, सब्सक्राइब अपना अकाउंट भी अलग भाई शेयर कर दीजिए। ठीक ठीक ठीक। और लुको काटने की कहो आपने लोगों काने की कम लोगों काने चैनल अलग सब्सक्राइब कर ले, लाइक कमेंट शेयर कर दिले ভালো হবে। एकदम थैंक यू अरे। ओए आइछ ना এনেকা আছে ইয়াত চাব পাৰিব। र अब हामी यहाँबाट निस्किन्छौँ। के गर्नु र यस्तै हो। यतापट्टि तलबाट बहुत गहिरो छ जस्तै लाग्दैछ हेर्नेमा त। र यस्तै हो गाइस। र यहाँबाट अब जानुको लागि हामी चाहिँ निस्किँदैछु र यताको गेट पुग्नु आँटेँ, त्यताबाट आउँदैछु। यस्तै हो। र मेरो भिडियोमा एन्ड तक बन्नु र लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु न। र त्यहाँबाट आइसक्यो, आधा रास्ता आइपुगेँ र अब वहाँ पर्सि पूजा छ कि त्यहाँ हल्का त्यो मन्दिर बाहिर त्यो त्रिपल उर्पल लगाउने अरे र त्यहीँ सघाउनु जानु छ गाइस। घाम लागिरहेको थियो र अहिले हेर्नु गाइस कस्तो पानी आउँदैछ। घाम चाहिँ उता अलिकति निस्किरहेको छ नि, मगर यहाँ कस्तो पानी आउनु थाल्यो। हेर्दा हेर्दै कि घर पुग्दा पुग्दा भिजिन्छ जस्तै छ। खतरनाक पानी आइदियो कि। र अहिले म यहाँ आइपुगिसकेँ र त्यही मन्दिर बनाउनु गइरहेको छु र अहिले मिलको गेट सामने पुगेँ कि यता पेट्रोल पम्प छ सामने र यता हेर्न सक्नुहुन्छ। र यस्तो छ मिल, यहाँ कुण्डाको मिल हो कि यहाँ यस्तो छ, कुण्डै कुण्डा छ। यता जेसिबी रहेछ र म अगाडि जाँदैछु, अझै अगाडि छ हामी जाने जग्गा चाहिँ। हामीले पहिला यहाँ काम गर्दाखेरि यस्तो थिएन कि, यो जग्गा कस्तो खतरनाकै थियो र अहिले कस्तो भइगयो छ। यहाँ सानो मेरो एउटा गेट थियो यो जग्गामा अहिले त गेट सेट केही पनि रहेन रहेछ र यता जबडा फ्याँक्ने बनाइदिएको रहेछ र यता कुण्डा पनि छ। र फिलहाल हामी चाहिँ त्यहाँ जाँदैछु कि त्यो घरमा।
एकछिनको लागि पानी खतरनाक आयो। अहिले पानी सानी सबै बन्द भयो। अहिले कस्तो घाम निस्कियो चाहिँ। र अहिले हामी चाहिँ काम गर्नु यहीँ आएको र हेर्न सक्नुहुन्छ यहाँ बाँससास सबै काटेर आइरहेछ कि। र यता गाडी पनि सकेछन् र यता अहिले यहाँ उयो गर्ने यहाँ 17 तारिक पूजा हुन्छ। हेर्न सक्नुहुन्छ हाम्रो गौतम दालाई। र अहिले पुरै काम चाहिँ कम र बात चाहिँ बेसी गर्नुहुन्छ र अहिले चिया खानुको लागि चाहिँ पुरा तयार भइरहेको छ है। तो काम कर रहा है कि थोड़ा क्या बोलता है भगवान का नाम से वो कर दे रहे हैं, तो कैसे लग रहा है आपको? मन एकदम खुशी लग रहा है। खुशी लग रहा है ना, सेवा कर रहे हैं बोलना पड़ेगा ना। कर रहा है वही मन से एकदम पूरा। तो बताइए मेरा चैनल के लिए कुछ बोलना चाहेंगे आप? अपने चैनल के लिए कोई लाइक करो, सब्सक्राइब करो और इतना ही। लाइक और सब्सक्राइब इतना ही हाँ, और कुछ भी नहीं? और कुछ भी नहीं। ठीक है, अच्छा है। अभी हमें करना है, ठीक है, देख सकते हैं यहीं में करना है। अभी हम लोग को यहीं में बनाना है। ये बना दिया। तो ये बनाने का बाद में फिर से आपको दिखाएंगे ज़रूर। देख सकते हैं इधर में र उधर उताबाट भान्जी पनि आइरहेछन् र। हाई, कस्तो छेउ? सन्चै छेउ। र यो फुच्चीहरू पनि पुरा जिब्रो देखाउँदै पो आउँछन् त। र यहाँ मनसा पूजा हुन गइरहेछ। यहाँ मनसा माको छ भित्र मन्दिर चाहिँ। र हामी चाहिँ यहीँ गर्नु अब तयार हुँदैछु र गर्ने अब। इतना तो बन चुका है, देख सकता है इतना कर चुका है। तो साथ में इधर भांजी कैसे काम कर रहा था, बेचारा बेलचा मार रहा था। साथ में मेरा साली भी है इधर, सुंदर सुंदर है। ऊपर बढ़ने के लिए दोनों का दोनों मेरा साली कैसे गाइस, सुंदर है ना? सुंदर नहीं है गाइस। इधर राहुल भैया भी बहुत मेहनत किया आज को, कोई दिक्कत नहीं। इधर सेवा कर रहा है ना मंदिर के लिए। तो इधर भाई को देख सकता है, इधर बेलचा मार रहा है, खतरनाक मार रहा है ना। वो भी कामचोर तो कामचोर है, अभी जस्ट पकड़ा है बेलचा। तो इधर में अंकल तो अभी नहा धुला के पूरा साफ सुथरा हो चुका है। अंकल का सब डिजाइन ये जितना भी करना है सब अंकल का था आइडिया, जो सिर्फ हम लोग हेल्पर किया है। तो इधर दीदी झाड़ू मार रहे हैं। तो साथ में इधर देख सकते हैं हम लोग का गौतम भैया ऊपर में उठा हुआ है। ऊपर में उठ के मजा लग रहा है ना, मजा लग रहा है। हाथ में उधर में जीजा जी भी बैठ रहे। टाइम मलाई थाहा छैन। र गाइस आजको लागि यति नै, भेटिन्छ अगला ब्लगमा। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला। बाई बाई एन्ड टाटा।